यो हेर्नुहोस् साथीहरू, यो एकदम लेकमा हुने यो भैँसिया इसालु भन्छौँ हामी यसलाई। अलि तलतिर अलि ठुलो ठुलो हुने रहेछ, हुन्थ्यो। यता माथिको अलि मसिनो सानो हुन्न चाहिँ यो है, यो भैँसिया इसालु मजाले माथिसम्मै फलेको छ। एकदम अर्ग्यानिक फल, शुद्ध फल। यतातिर पनि फलेको छ नि, यहाँ हेर्नुहोस्। यो खाने मान्छेहरूले कसरी भाँच्यो आफ्नो यसलाई।